सिक्किम गभर्नमेन्टलाई त म थ्याङ्क यू भन्नु चाहन्छु कि सरले पनि धेरै सपोर्ट गर्नुभयो। म बाहिर खेलेर आउँदा पनि धेरै कुछ गर्नुभएको छ। बाल्यकालको हामीले कुरा गर्छौँ नि, सानोमा तपाईँ प्र्याक्टिस गर्दाखेरि यसै ग्राउन्डबाट तपाईँले प्र्याक्टिस गर्नुभएको भनेर हामीले सुनेको थियौँ है। कुन प्रकारको रहेको यसको बारेमा जानकारी दिनुहोस्, के लाग्छ, त्यसको सम्झना आफ्नो चाहिँ केही होला? यहाँनिर पहिला हाउस म्याचहरू हुन्थ्यो, अनि हाउस म्याचहरू हुँदाखेरि चाहिँ अब धेरै केटीको टिमहरू त त्यस्तो निक्लिन्थेन, अब केटाहरू खेल्थ्यो। अब त्यो देख्दा चाहिँ मलाई पनि खेल्नु मन लाग्थ्यो। अनि म चाहिँ सरहरूलाई भनेर यता केटाको टिम पुग्थेन र पनि मलाई हाल्नुहुन्थ्यो। अन्त म केटाको टिमहरूबाट पनि खेल्यो। बाँकी कुरा भने त्यति डरलाग्दो स्ट्रगल त गरेन कि अरूले त्यस्तोहरू भन्नु त छैन, त्यस्तो थिएन। तर आफ्नो मेहनत चाहिँ धेरै हुनुपर्छ। के भन्छ केटीहरूले फुटबल खेल्छ त्यस्तो भन्छ भन्नेलाई भन्नु दिँदै गर्नुपर्छ कि अन्डर 17 AFC खेले बङ्गलादेश, किर्गिस्तान र थाइल्यान्डमा चाहिँ अस्ति भर्खर खेलेर आयो। अन्त अहिले चाहिँ म फिलहाल चाहिँ म क्लबमा खेल्दैछु, सेतु FC क्लब यता चेन्नाईको। अहिले चाहिँ म त्यहाँ खेल्दैछु। स्कुलमा मेरो धेरै मेमोरिजहरू छ। धेरै सानोबाट म यहाँनिर पढेको। अन्त धेरै थ्याङ्क यू कि आज बोलाइदिनु भयो, धेरै खुसी लाग्यो। त यही ठाउँबाट म यहाँसम्म पुग्छ भनेर त मैले सोचेको थिएन। तर म धेरै ग्रेटफुल छु कि यो स्कुलमा म पढ्नु पायो। यो स्कुलमा टिचरहरू पनि धेरै सपोर्टिभ भेटायो। र विशेष हजुरलाई स्वागत जनाउन चाहन्छौँ र विशेष हजुरको आफ्नो परिचय पनि दिनुहोस्। थ्याङ्क यू। मेरो नाम चाहिँ प्रिया छेत्री हो, अनि म चाहिँ टासिडिङबाट हो। विशेष गरी जुन प्रकारले आज तपाईँले एउटा सम्मान गरिएको छ नि, त्यसको बारेमा के भन्न चाहनुहुन्छ? म धेरै ग्रेटफुल छु कि यो स्कुलमा म पढ्नु पायो। यो स्कुलमा टिचरहरू पनि धेरै सपोर्टिभ भेटायो। अन्त यही ठाउँबाट म यहाँसम्म पुग्छ भनेर त मैले सोचेको थिएन। तर म धेरै थ्याङ्क यू भन्न चाहन्छु कि मेरो टिचर्सहरूलाई जति पनि मलाई सपोर्ट गर्नुभयो। अन्त स्कुलमा मेरो धेरै मेमोरिजहरू छ। धेरै सानोबाट म यहाँनिर पढेको। अन्त धेरै थ्याङ्क यू कि आज बोलाइदिनु भयो, धेरै खुसी लाग्यो। हामीले सुनेको थियो तपाईँले इन्टरनेसनल पनि खेल्नु भएको थियो। कुन कुन ठाउँमा खेल्नु भएको थियो र कुन क्लबबाट हजुरले अहिले आफ्नो परिचय गरिरहनु भएको छ? मैले अन्डर 17 AFC खेले बङ्गलादेश, किर्गिस्तान र थाइल्यान्डमा चाहिँ अस्ति भर्खर खेलेर आयो। अन्त अहिले चाहिँ म फिलहाल चाहिँ म क्लबमा खेल्दैछु, सेतु FC क्लब यता चेन्नाईको। अहिले चाहिँ म त्यहाँ खेल्दैछु। कतिजना व्यक्तिहरू यस्ता व्यक्तिहरू छ गाउँमा होइन, हामी एउटा स्त्री जाति केटी जाति भइराखेर हामीले यो फुटबलको क्षेत्रमा हामी केही गर्न सक्दिनँ भन्नेलाई तपाईँको उहाँहरूको लागि के सन्देश रहेको छ? उनीहरूलाई चाहिँ के भन्छु भने अब ठुलो कुरा त घरबाट सपोर्ट हो। घरबाट सपोर्ट गऱ्यो भने सब कुरा गर्नु सक्छ। अनि आफूलाई चाहिँ भरोसा राख्नुपर्छ कि म चाहिँ यो गरेर देखाउँछु। अब अरूले के भन्छ केटीहरूले फुटबल खेल्छ त्यस्तो भन्छ भन्नेलाई भन्नु दिँदै गर्नुपर्छ कि आफू गरेर देखाउनुपर्छ कि म चाहिँ यतिसम्म गर्नु सक्छु भनेर। धेरै चान्स छ, धेरै अपर्च्युनिटी छ। अहिले त धेरै चान्स पाउन थालिसक्यो। केटीले के कुछ गर्नु सक्छ भनेर त्यो देखाउनु आफ्नो माथि छ। कतिको सङ्घर्ष हुनेछ यो फुटबलर एज अ केटी भएर? मैले बाँकी कुरा भने त्यति डरलाग्दो स्ट्रगल त गरेन कि अरूले त्यस्तोहरू भन्नु त छैन, त्यस्तो थिएन। तर आफ्नो मेहनत चाहिँ धेरै हुनुपर्छ कि म यहाँसम्म पुग्छु भनेर चाहिँ आफ्नो एउटा गोल चाहिँ राख्नुपर्छ कि आफूले मेहनत गर्नुपर्छ। आफ्नो फ्यामिलीले सपोर्ट, अनि आफ्नो सोसाइटी सबले सपोर्ट गरेर यहाँसम्म पुगेको। बाल्यकालको हामीले कुरा गर्छौँ नि, सानोमा तपाईँ प्र्याक्टिस गर्दाखेरि यसै ग्राउन्डबाट तपाईँले प्र्याक्टिस गर्नुभएको भनेर हामीले सुनेको थियौँ नि है। कुन प्रकारको रहेको यसको बारेमा जानकारी दिनुहोस् न, के लाग्छ, त्यसको सम्झना आफ्नो चाहिँ केही होला? यहाँनिर पहिला हाउस म्याचहरू हुन्थ्यो, अनि हाउस म्याचहरू हुँदाखेरि चाहिँ अब धेरै केटीको टिमहरू त त्यस्तो निक्लिन्थेन, अब केटाहरू खेल्थ्यो। अब त्यो देख्दा चाहिँ मलाई पनि खेल्नु मन लाग्थ्यो। अनि म चाहिँ सरहरूलाई भनेर यता केटाको टिम पुग्थेन र पनि मलाई हाल्नुहुन्थ्यो। अन्त म केटाको टिमहरूबाट पनि खेल्यो। धेरै खुसी लाग्छ मलाई यत्रो सपोर्ट गर्नुभयो यहाँनिर। सिक्किम राज्यवासीलाई के भन्न चाहनुहुन्छ तपाईँले एउटा सन्देश? अब सिक्किमलाई एउटा प्रदर्शन गरेर तपाईँ चेन्नई जस्तो क्लबमा एउटा खेलिरहनु भएको छ, राज्यवासीलाई के भन्न चाहनुहुन्छ?
र के भन्नु छैन धेरै थ्याङ्क यू सबै यसरी सपोर्ट गरिदिनुहोस् अन्त सबैजना एउटाको देखेर सबैजनालाई हुन्छ कि म पनि गर्छु यसले त गर्नु सक्छ भने म पनि गर्नु सक्छु भन्ने खालको हुन्छ त्यही भएर सबैले सपोर्ट गरिदिनुहोस् सिक्किम गभर्मेन्टलाई के भन्न चाहन्छु जुन प्रकारले खेलकुदको क्षेत्रमा सामने मुख्यमन्त्रीले गर्नुभएको छ नि यसको लागि तपाईँ एउटा यङ भएको नाता एउटा सिक्किमको एउटा प्रदर्शन गरिरहनु भएको छ फुटबल टिमको तर्फबाट यहाँलाई के भन्न चाहनुहुन्छ सिक्किम गभर्मेन्टलाई त म थ्याङ्क यू भन्नु चाहन्छु कि सरले पनि धेरै सपोर्ट गर्नुभयो हो बाहिर खेलेर आउँदा पनि धेरै कुछ गर्नुभएको छ अनि अहिले चाहिँ के खुसी लाग्छ भने हामीहरूलाई यति साह्रो फेसिलिटी छ कि फुटबल नभए पनि फाल्टु स्पोर्ट्स पनि धेरै फेसिलिटी छ अनि त्यही भनेर म थ्याङ्क यू भन्नु चाहन्छु कि फेरि आउँदो दिनमा पनि यसरी सपोर्ट गरिदिनुहोस् त्यही भन्नु अन्तमा स्कुल परिवारलाई तपाईँलाई आज जुन प्रकारको सम्मान दिनुभएको छ नि स्कुल परिवारलाई के भन्न चाहनुहुन्छ तपाईँको व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद भन्न चाहन्छु अन्त के छैन राम्ररी अब स्पोर्ट्समा यस्तो दामी ग्राउन्ड बनेको छ पहिला त थिएन यस्तो अन्त यस्तो दामी ग्राउन्ड बनेको छ कि आफै आउँछ के जोस एउटा खेल्नु यस्तो दामी ग्राउन्ड देख्दाखेरि टिचर्सहरू एकदम सपोर्टिभ हुनुहुन्छ यहाँको अन्त त्यही भएर आफै फोकस गर्नुहोस् पढ्नुमा पनि खेल्नुमा पनि कुन खेलामा तपाईँ कुन विङमा खेल्नुहुन्छ म लेफ्ट डिफेन्स खेल्छु